हाई गाइज, आज चाहिँ ठ्याक्कै म 1 महिना भयो नेपाल आएको। आज चाहिँ मेरो घर खसी काट्न लगाएको। खसी होइन के अरे, बोका हो के अरे। मेरो ड्याडी हुनुहुन्छ, ड्याडीले मार हान्दै हुनुहुन्छ, म चाहिँ पछाडि समात्दैछु खुट्टा, दाइले समात्दै हुनुहुन्छ टाउको। झ्याप्प लाएर खसी काट्नुभयो, म चाहिँ खुट्टा समातेँ। अब हाम्रोतिर चाहिँ रगत पनि थाप्ने चलन छ क्या, रक्ती खानको लागि एकदम मिठो हुन्छ। म चाहिँ टक्क ड्याडीले चाहिँ पानी खुवाइदिए भन्दै हुनुभएको थियो, मैले चाहिँ हुन्न भनेर मैले चाहिँ ठ्याक्कै लाएर टाउको अगाडि ल्याएँ। के कुरा बोल्दै थिएँ म, रमाइलो हो जोस्। म चाहिँ भिडियो बनाउनु व्यस्त थिएँ, ड्याडीले रक्ती थाप्दै हुनुहुन्छ। मध्ये 12:30 बजेको थियो के अरे काट्ने बेलामा। म त सुतिरहेको थिएँ, ड्याडीले काटौँ भन्नुभयो, अनि उठेर काट्नु लगाएको। पानी तातिरहेको छ यहाँनिर, टक्क लाएर। अब चाहिँ यो दाइले बाँधिराख्नु भएको छ, लादी नआओस् भनेर। अब दाइ च्याप्प लाएर हालिसक्नुभयो फिलाउनको लागि। फिलाउन टाइम लाग्छ, च्याप लाएर दाइ ब्लेड लगाइराख्नु भएको छ, ड्याडी पानी हालिराख्नु भएको छ, म चाहिँ भिडियो बनाइरहेको छु। जस आम इन्जोइङ अ लट। जस भ्याकेसनमा आएको, इन्जोय गरिरहेको छु एकदम बबाल हो। म आएँ अब हेल्प गर्नको लागि, गर्मी छ, हेल्प गरिनु भने त पाप लाग्छ। मेरो काम चाहिँ त्यही हो, फिलाउने सिलाउने। मम्मीले बनाउनुहुन्छ, खाने पस्ने काम केही छैन, त्यही हो। च्याप्प लाएर फिलाउँदैछ। ब्लेड फिलाउन अलिक गाह्रो हुन्छ क्या, धेरै बुत्लाहरू हुन्छ। फिलाएर आएको छु मस्त लाएर। हात काट्न सक्छ, राम्ररी काट्नुपर्छ। त्यस हेरिरहेको छु, मान्छेहरू आइरहेछन्, मासु चाहिन्छ, मासु छ भनेर सोध्न आइरहेछन्। जम्मा 17 किलो भएछ जोस्। हेर्दाखेरि त 22-25 किलो जस्तै देखिएको थियो, तर काट्दाखेरि चाहिँ 16 किलो भएछ, 16-17 किलो भएछ। जोस् मासु एकदमै राम्रो थियो, बोसो थिएन। फिलाउँदैछु जोस् ब्लेड लगाएर। म चाहिँ गेडातिरको धुल गरिरहेछु। शिवदाइ जोस् पर्फेक्ट हुनुहुन्छ काट्नको लागि, फिलाउनको लागि, पाक लगाउनको लागि। हाम्रो गाउँको एकदम बाठा, एकदम काम गर्न माहिर। जोस् काम गर्न चाहिँ नो कम्प्रोमाइज के, एकदम बवाल, एकदम बवाल। जोस् घरमै काट्यो, रमाइलो गरियो। ड्याडी पछाडि बिछ्याउँदै हुनुहुन्छ। अब लगभग भइसक्यो, यो फिलाइसक्यो। अब भाग लगाउनु पर्छ नि त, होइन? भिडियो चाहिँ अलि लामो भयो। जोस् लामो बनाउँदाको मजा फेरि भिन्दै हुन्छ नि त, होइन? ल सकिसक्यो, अब धेरै टाइम लाग्दैन। अब ड्याडीले भाग लाग्न सुरु भइसक्नु भयो। भिडियो हो, ड्याडीले काटिराख्नु भएको छ मासु, टक लाएर, चप्प लाएर। मैले नि भने दाइ म नि काट्छु है भनेको, लु काट, सिक्नुपर्छ केटा मान्छे भएपछि भनेर भन्नुभयो। काट्न खोजेको त्यस अलिक गाह्रो भयो मलाई, अनि मैले फेरि दिएँ दाइलाई, किनकि थाहा छैन नि त। अलिअलि बिस्तारै गरेर सिक्ने हो। दाइलाई गर्नु भनेर मैले दिएँ, दाइले काटिराख्नु भएको छ। 4वटा पिल्ला ठ्याक काट्नुभयो। अब आन्द्राभुँडी निकाल्नुहुन्छ। चप्प लाएर पछाडि कुकुरहरू टन्नै थियो, त्यस कुकुरहरूलाई चाहिँ मैले दिएँ, दाँतहरू दिएँ, अलिअलि मासु पनि दिएँ। दाइले भुँडी निकालिराख्नु भएको छ। कस्तो मजाले निकाल्नुहुन्छ क्या दाइले। आफ्नै घरमा काट्दाखेरि चाहिँ कस्तो मजा लाग्छ क्या यस्तो चिजहरू। दुःख त दुःख हुन्छ, तर खुवाइ एकदम नेचुरल हुन्छ नि त फेरि। त्यस आफ्नै घरमा पालेको, होइन? ड्याडीले मलाई खुट्टा पोल्न जाए भन्नुभएको थियो, मैले खुट्टा पोलिदिन्छु।
हो मेरो काम चाहिँ यो मलाई एकदम बवाल लाग्छ कि फोक्सो फुलाउनलाई एकदम सही लाग्छ त्यसले खोरङ काट्दै हुनुहुन्छ अब दाइ जोख्न सुरु गर्नुभयो मैले हालिदिरहेको छु मासु ट्याक 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 लगाएर 2 किलोको मासु जोख्यो एउटा ठाउँमा 4 किलो राख्यो अनि त्यसपछि फेरि जोख्न सुरु गरियो ड्याङ 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 लगाएर चाहिँ 17 किलो मासु भएछ हाम्रोतिर चाहिँ के हुन्छ भन्दाखेरि मासु काट्यो भने 2 किलो काट्ने मान्छेलाई दिनुपर्छ क्या यतातिरको चलन यस्तो छ किनकि दुःख छ नि त गर्मी छ गर्मीमा काट्दाखेरि अलिकति गाह्रो हुन्छ फटाफट गरिराख्नु भएको छ दाइले यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो है राम्ररी हेरिदिनु होला सपोर्ट गरिदिनु होला है लाइक कमेन्ट गरिदिनु होला अब बिस्तारै म अपलोड गर्छु यसरी नै आज घरमा खसी काटेको हुनाले मैले मिनी ब्लग बनाइदिएको ड्याडी ड्याङ 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 लगाएर पिस काटिराख्नु भएको छ जो अब ड्याडीको काम चाहिँ भाग लगाउने हो कति 9 भाग लगाउनु छ दाइले चाहिँ यता पखाल्दै हुनुहुन्थ्यो आन्द्राभुँडी दाइ पर्फेक्ट हुनुहुन्छ आन्द्राभुँडी पखाल्नको लागि ड्याडी च्याप 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 लगाइराख्नु भएको छ अब भाग लगाइराख्नु भएको छ यहाँ चाहिँ रक्ती पाकिसक्यो अब खानुपर्छ थ्याङ्क यू साथीहरू यति नै हो